म पनि यतै छु कता हुने पुरानै ठाउँतिर सन्चै आराम हुनुहुन्छ। एकदम ठिक छ। आफू कहाँ हो नि अहिले? म त यतै छु झारखण्डे मामा थियो अँ, नि त। झारखण्डे मामा थियो त। यहाँ तपाईँले झारकोटमा के यहाँ शमशान घाटभन्दा यतामा तपाईँ यहाँ अहमदाबाद। उबाठा हो कि हजुर फर्केर फर्केर के तिम्रो नाम यार? प्रकाश सेठ प्रकाश। प्रकाश कहाँ प्रकाश? प्रकाश त अहिले भारी जानु भएको छ। हजुर भाइको होटलमा हजुर मन्जु भाइको होटलमा हो? ओ मन्जु भाइ हो र यसको नाम? मन्जु भाइ हो। खै म चिन्दैन यिनीहरूलाई झन् एउटा म्यानेजरै छैन मसँग काम गर्ने। हजुर। घरदेखि कहिले आउनुभयो? अस्ति माइला र हजुर साथै आउनुभयो? हो त। सँगै अब आएको हिँड्छन्। अब कहिले जानु नि त घरतिर? अब के ठेगाना यार साला, के गर्ने घरको एक्लो मान्छे जतिखेर पनि हिँड्नु पर्छ कि। किन भान्जाहरू कता हुनुहुन्छ र? जारू माइलो घर आए अरू दुई भाइ उतै छन्। ल ल के कस्तो गरिरहेको नि त नगरी केटाहरूले गर्थ्यौ नि भाइ। गरेकै त हुन नोकरी नगरे कसले खाना दिइहाल्ला र उहाँ। किन त तपाईँ सेफ जस्तो मान्छे हजुरलाई त आएन र? नाइ गरेकै त हुन नि त। हजुर। ठिकै छ कहिले जा हामीलाई त कहिले चान्स लगाउनु हुन्न के अरे अब हजुरहरू ठुलाबडा सेफ हाम्रा भिनाजुहरू काहीँ हामीलाई पनि यसो कहिलेकाहीँ पछाडि लगाएर काम सिकाइदिउँ भन्ने त छैन होइन भिना? अलिकति दया माया छैन भने कि हजुरहरूसँग? अरू के छ त नयाँ ताजा खबर? कहिले जाने हो घर? घर त कहिले हुन्छ भिनाजु? भर्खरै हो आएको म पनि 2 महिना नि पुगेँ 1.5 महिनामा। हो, हजुर भिनाजु अब होटल ओपनिङ गर्नु दिनु नै के? काहीँ मिले पनि गरौँला भने यार, यो पनि पुरानो भइगयो यहाँ झ्याब्लाङ लागेको छ मैले यार। गरे चाहिँ अब मलाई घुसाउनु नि यार प्लिज यार। काहीँ भयो भने कुरा खोज्दैछु, काहीँ पाइयो भने गर्नु पर्ला। है भिनाजु यति चाहिँ धर्म गर्नु नि म मर्नुभन्दा पहिलाको केही इच्छा पुरा गरिदिनु त्यति हजुरको पछाडि धेरै नभए नि 6-7 महिना। हुन्छ कतै भयो भने गरौँ। ल भयो भने भन्नु होला भिनाजु है। बाँकी